हेलो फ्रेन्ड्स, गुड मर्निङ। कस्तो हुनुहुन्छ हजुरहरू? आशा गर्छु सबै सन्चै हुनुहुन्छ होला। अब बिहानै भयो, आफू त घरको सबै काम गर्नुपर्छ, के गर्ने। आइमी मान्छे भएपछि यस्तै हो, घरको त गर्नै पर्यो। नानीलाई स्कुल पठाएँ। अब गाइस तपाईँहरू हेर्दै गर्नु, म चाहिँ काम फटाफट गरिहाल्छु। अहिले नानी आएपछि फेरि केही काम गर्नु पाउँदिनँ। अब चाहिँ यहाँ हेर्नुहोस्, मेरो छोरीको कामहरू यस्तो गरेर राखिदिन्छन्। जति मिलाएर राखे पनि उसको सामानहरू जग्गामा राखिदिनै सक्दिनँ। त्यही भएर के गर्नु, सबै गर्नै पर्यो। हेर्नु, जताको सामान जतासुकै गरेर राखिदिन्छन्। अरू फेरि यो बिस्तारा चाहिँ यति लेत्रा हुन्छ, जति सफा गरे पनि डेली धुलो भइराख्छ। धुलो आउने जग्गा नभए पनि कहाँबाट कि जाने यति धुलो हुन्छ नि, के भन्नु गाइस तपाईहरुलाई। हेर्नु, मैले मेरो रुम भी क्लिन गरिसकेँ फाइनली। अब चाहिँ हुन्छ, म नुहाएर आउँछु, उसको बाद भेट गर्ने। हेर्नु होला गाइस, फाइनली क्लिन भइगयो। छोरी आएपछि फेरि जस्तो थियो त्यस्तै हुन्छ, खत्तम गरिदिन्छन् उसले। यताको सामान उताको सामान यता गरेर बर्बाद गरिदिन्छन्। तर के गर्नु, नमिलाई त हुँदैन, लेत्रामा बस्नु मन लाग्दैन। गाइस, तपाईले सोच्नुहुन्छ होला यसले त नेपाली गरम भन्छ, तर नेपाली पनि यसको स्पष्ट छैन भनेर। मेरो चाहिँ यस्तो कहानी हो नि गाइस, म हुन त नेपाली हो, छेत्रीको छोरी हो, तर के गर्नु, हस्बेन्ड मेरो बेङ्गली हो। त्यही भएर बोल्दा मेरो नेपाली र बेङ्गली मिक्स भएर क्लियरै छैन। त्यही पनि ट्राई गर्छु, आफ्नो अब गोर्खाली हो, आफ्नो त छोड्न सकिँदैन। त्यही भएर नेपालीबाटै भन्ने कोसिस गरेको छु। आशा गर्छु तपाईहरुले बुझ्नुहुन्छ भनेर, बुझ्ने कोसिस गर्नु होला। फ्रेन्ड, अब चाहिँ म नुहाई धुवाई गर्छु, पूजा गर्छु, लन्चको तयारी गर्छु, फेरि तपाईहरुसँग भेट गर्छु है। बाई। हेलो गाइस, अब चाहिँ मेरो यहाँनिर नुहाई धुवाई भइसक्यो, खाना पनि पकाएँ। अब चाहिँ मेरो काम खत्तम भयो। अब नानी आउँछिन्, उसलाई खिलायो, त्यहाँबाट आफू खायो, त्यहाँबाट रेस्ट गऱ्यो एकछिन। फेरि शाम भएपछि त्यही ड्युटी हो, ड्युटी त गर्नै पर्यो, अब के गर्ने। छोरी मान्छे हुँदाखेरि त आमा बाउले छोरी यो गर न भन्दा गर्दिनँ भन्दा हुन्थ्यो, तर कसैको वाइफ, कसैको आमा भएपछि त गर्नै पर्दो रहेछ। पहिला बुझ्ने थिएनौँ आमा बाउले भन्दाखेरि, आज बुझ्दैछ। जब आफू आमा बाउ भयो तब बुझिँदैछ छोराछोरीको जिम्मेदारी भनेपछि के हुँदो रहेछ भनेर। हुन्छ गाइस, आजको लागि यति नै। फेरि भेटौँला नेक्स्ट ब्लगमा। तपाईलाई अगर मन पर्यो भने मेरो पेजलाई फलो गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, सेयर गरिदिनु होला। बाई।